आज हामी कोभेन्ट्री समाजले आयोजना गरेको नयाँ वर्ष 2082 को कार्यक्रममा जाँदैछौँ। दिवेश बाबु र दिदी आउनुभएको थियो लिन, सँगै जाने भनेर गाडी अगाडि लीला दिदी अनि बाबु आउनुभयो लिन, अनि हामी चाहिँ जाँदैछौँ अन्त वे सुरागी अघिदेखि जाँदैन भन्दै थियो। उसको साथी आउने भएर चाहिँ एक्साइटेड भएर जाँदैछ अब चाहिँ, किनभने बच्चाहरू खेल्न पाउँछ नि त त्यहाँ, साथी आए पनि। अनि हामी भेन्यूमा आइपुग्यौँ, दाइलाई कुर्दै थियौँ हामी। दाइको बेलुका काममा जानुपर्यो, दाइको सामान ल्याइदिएको थियो, त्यो दिदी दाइलाई कुर्दै हुनुहुन्छ। यो चाहिँ भेन्यू जहाँ हाम्रो प्रोग्राम हुनेवाला थियो। सुरागीलाई घुम त भनेको, घुम्दै गयो, एक्साइटेड छ उसको साथी भेट्नलाई। यो चाहिँ हाम्रो टिकट हो, बच्चाको 10 पाउन्ड अनि ठुलो मान्छेको चाहिँ 15। र चाहिँ लेजरले हाम्रो त्यो नम्बर लेखिदिनु भएको थियो। अनि पार्टी अफिसियली स्टार्ट चाहिँ भएको थिएन, तर मान्छेहरू चाहिँ आइसक्नु भएको थियो, त्यहाँ धेरैजना आइसक्नु भएको थियो। हामी चाहिँ फर्स्टमा खाना खान थाल्यौँ। मिठो थियो खाना चाहिँ, सबै कुरा थियो, अचार, मासु, पुलाउ, चिकन चिल्ली, ग्रिन स्यालेड, दालहरू सबै थियो। खानेकुरा चाहिँ राम्रो थियो, मिठो थियो। सुरागी चाहिँ उसको साथी कुर्दैछ। त्यहाँ नेसनल एन्थम बजिरहेको थियो, अनि हामी चाहिँ अब उभिएको नेसनल एन्थमलाई रेस्पेक्ट सुरागीलाई यसो गर्नुपर्छ छोरी है भनेर नेसनल एन्थम बस्दा अनाउन्स हुँदाखेरि चाहिँ मैले सुरागीलाई भनेको। अब औपचारिक कार्यक्रमहरू सुरु भयो नि त। नानीहरू नाच्दैछन्, बच्चाहरू नाच्दैछन्, खुसी लाग्छ बिचरा है, यत्रो काम गरेर अनि बच्चाहरूलाई यत्रो टाइम दिएर नाच सिकाएर होइन बच्चाहरूले गरिराखेको। यिनीहरूको यो दुईजना बहिनीहरूको डान्स चाहिँ मलाई एकदम राम्रो लागेको थियो, राम्रो नाचेको थियो कि। टाढा बसेर पनि यस्तो बच्चाहरूले नाचेको देख्दाखेरि मलाई यस्तो स्कुलको भाइब्सहरू याद आउँछ। दुईजना दिदीहरू नाच्नु भएको, मलाई चाहिँ कस्तो बच्चाको स्कुल टाइमको याद आउँछ कि सांस्कृतिक कार्यक्रमको। अनि त्यसपछि मेरो सम्धिनी, मेरो प्यारी, मेरो साथी, हामी चाहिँ जिस्केर एकअर्कालाई सम्धिनी भन्छौँ, तर उहाँ चाहिँ मेरो प्यारो साथी हो। अनि दिदी लीला दिदीलाई बुटल झरेछ, नउठाउनु, यहाँ हेर्नु म भिडियो लिँदैछु भन्दैछु लीला दिदीलाई। अनि त्यसपछि हामी पनि सबै फर्मल प्रोग्राम सकेर इन्फर्मल सुरु भएपछि सिङ्गरलाई माइक ह्यान्डओभर गरेपछि हामी चाहिँ नाच्न गयौँ। कलाकार आउनु भएको थियो, कुन चाहिँ कलाकार हो मैले नाम चाहिँ कस्तो बिर्सेँ है, तर सब यो के पञ्चेबाजा टाइप खै के गीत गाउनु भएको थियो। त्यो गीतमा चाहिँ नाचेको हामी एकचोटि। त्यसको गीत गाऊँ ल भनेर बल्ल याद आयो, त्यसको गीत गाऊँ ल भनेर भन्नुभयो, किनभने सबैजना साडी लगाएर त्यसरी अगाडि भजन गीत गाउनु भएको थियो। नाचेको देखेर त्यसको गीत गाइदिन्छु, दुःख नमान्नु ल भन्नुभएको थियो। अनि हामीले त्यसको गीत लगाइदिनु भएको थियो, अनि त्यही नाचेको क्या हामी सबैजना। खुसी लाग्यो मलाई। धेरै पछि पूजा बहिनी, उसको साथी र म भएर नाचेको कि, किनभने धेरैजना मेरोसँग काम गर्ने साथीहरू जानुभएको थिएन नि त। डान्स गरेपछि यतिकैमा घर जाऊँ भन्ने भयो, प्रोग्राम पनि सिद्धिसकेको थियो लगभगै। अनि घरमा आएर सोरागीलाई सोधेको ह्याप्पी छ भनेर, ह्याप्पी भएन, किनभने उसको साथी स्लिप ओभरको लागि आउने भनेको थियो। घर गयो अरे, तिमी नाच्न थाल्यो भन्न थाल्यो, के गर्नु, त्यस्तै हो बच्चाहरू। एनिवे, थ्याङ्क यू फर वाचिङ, बाई।